नेपालको वडा अध्यक्ष छोरा जीवी राई। भनेपछि जीवी राई यही ओखलढुङ्गाकै हो? यहीबाट हो तपाईँ अहिले। ए बल्कुको ल थाहा थिएन हामीलाई त्यो कुरा चाहिँ त्यति। अनि ए त्यो जीवी राईले नै फटाइ गरे हो कि रवि लामिछानेले चाहिँ फटाइ गरे जस्तो लाग्छ रविको भटा है? घुमा त मजाले सरकारी चलाएर कमाएर बस्यो मान्छे। है अब यसले के गर्यो भने तपाईँको गोर्खा मिडिया र अर्को के मिडिया अरे गोर्खा मिडिया अर्को छ एउटा अर्को त के ग्यालेक्सी टिभीको नाम त्यहाँ त रविले त जीवी र छवि भन्नेलाई त तपाईँहरू लगानी गर्नुहोस् बाँकी पैसा कमाउनु मेरो जिम्मा। 3-4 जना केटाहरू चाहिन्छ बोरा उठाउनु पैसा त्यहाँ आउँछ त्यस्तो विज्ञापनको लागि। छविले त बयानै दिएको छ नि भनेर बिचरा 2टा लाग्यो होला त नि भनेर लगानी गर्यो आखिर सामान्य 1 वर्षपछि ऊ भाग्यो त नि भाग्नु परेन। जीवी राई के छ तपाईँको ख्यालमा? कहाँ छ होला, के छ होला? अब कसैले मलेसिया भन्छ, के छ उहाँको हालत? केही अनुमान छ? भन्न सकिँदैन है? शङ्कास्पद भयो नि त्यो त। अब दुबईमा छ के अरे, उमा मलेसियामा छ भन्छ। अब उसको कुरा चाहिँ मलेसियामा छ भन्छ। अब तपाईँको हामीले नि यसो न्युज हेर्ने न हो। अब एउटा त्यो अन्धो छ नि रमेश प्रसाई भन्ने घन्टी, गृहमन्त्री काम खराब झेराप गर्ने, गृहमन्त्रीले पक्रेर ल्याउने हो। किन यत्रो समय ल्याएन भन्छ कि रवि पनि त भयो नि गृहमन्त्री नभएर चलायो त खोइ ल्याए त। कसैले जीवी राईलाई लुकाइएको छ या अथवा कसैको संरक्षणमा छ कि अथवा तिनी पनि धरापमा परेको छ कि जस्तो लाग्छ हजुर तपाईँहरूलाई? हुन नि सक्छ धरापमा परेको। उहाँ जीवी राईको यहाँ आफन्तहरू कोही हुनुहुन्छ यो ठाउँमा? बलको 1 नम्बर छ त, सुनकोशी गाउँपालिका 1 नम्बर पूर्व वडाध्यक्षज्यूको छोरा हो। वडाध्यक्ष हुनुहुन्छ त किन छ नि। त्यही त यो त जीवी राई भन्ने उहाँको फुल नाम चाहिँ गीतेन्द्र बाबु राई हो क्या। गीतेन्द्र सर्टकटमा जीवी राई भनेको छ। त्यस एउटा राम्रो कुरा यहाँले जानकारी गराउनु भयो। अब जीवी राई धेरै मान्छेको, धेरै नेपालीको चासोको विषय पनि हो। कहाँको होला, कस्तो होला, त्यस्तो मान्छे चण्डाल भनेर अब उसलाई खासमा त उसलाई दोष जति थुपारिएको छ। उसले त फेरि राम्रैसँग सहकारी सन्तुलनमै चलाइरहेको व्यक्ति हो भन्ने पनि एकतर्फ तपाईँले भन्नुहुन्छ। त वास्तवमा त्यसमा मुख्य चलखेल गर्ने, जालझेल षड्यन्त्र गर्ने चाहिँ रवि नै हो त। रविले फसाएको हुन्छ। लगानी जति डुबेपछि भाग्नु पर्दैन, तपाईँ हामी भाग्नु परिहाल्छ। तर दोष त आफैले आउँछ नि त। दोष सहकारी सञ्चालकको उहाँ हो त्यो हिसाबले। बिचरा यहीँको बिहे गरेको पहिला त पछि पोखरा जानुभएको रहेछ। सामान्य परिवारको मान्छे हामी जस्तै सामान्य गाउँ त त्यही हो सबै। पोखरातिर जाँदै गर्दा लाउरेको छोरी अब उता भेटघाटको उतै बिहे गरेछ। त्यहाँबाट त्यो लाउरेको छोरी बिहे गरेपछि पढाइ लेखाइ भएको मान्छे लाउरेको छोरी यी त खासै हामी जस्तै गाउँमै पढेको मान्छे। यता त्यो लाउरेको छोरीले टक्क यहाँको बुढीलाई डिभोर्स गर्न त्यतिखेर हेलिकप्टरमा आएको मान्छे। पहिलोचोटि यो हाम्रोतिर हेलिकप्टर ल्याउने जीवी राई डिभोर्स गर्नलाई इतिहास त रचेको छ साथीले। अनि उता उतै बिहे गरेर उतै बसेको सहकारी चलाउने बुढी रहेछ। हामीले यसो बुझ्यौँ मान्छे हाम्रै बोलाउनु गाडी छ तत्कालीन गाडीसँग बोलाउनु। 1 नम्बर वडा पहिला पनि गाडी भयो, अहिले गाउँपालिका भने ठुलो सिट हुन्छ मान्छे। आज ऐतिहासिक ठाउँमा आइपुगेछ। सत्य कुरा हो। एउटा सुझाव केही छ हर्का साम्पाङलाई तपाईँको तर्फबाट? मेरो हर्का साम्पाङ प्रति सुझाव छैन। हर्का साम्पाङ जस्तो विद्वान मान्छेले सुझाव दिने हाम्रो हैसियत छैन। त्यही पनि एउटा अलिकति विश गर्नु पर्दाखेरि हर्का साम्पाङ सम्झाउनु पर्छ। देशले खोज्यो मान्छे तर अब खुट्टा तान्ने धेरै हुन्छ। सङ्घर्ष त गर्ने उहाँले गरेको गर्नुहुन्छ उहाँले। अब उहाँको मलाई त्यो अब आफू त गएर धरान हेरेको छैन। त्यो श्रम संस्कृति पार्क, अर्को गोर्खा चौतारी, ज्येष्ठ खोलाको पानी, यी त एकदम नमुना काम हो नि। श्रमदानबाट र त्यो पनि नगरबाट 1 रुपियाँ पनि बजेट नपारिकन सबै डोनेसनबाटै गरेको। यहाँले नजिकबाट निहाल्नु भएको रहेछ।
हजुर म हेर्छु सबै उहाँहरू पोस्टहरू म लाइक गर्छु कमेन्ट गर्छु हजुर हेर्छु हजुर धन्यवाद हजुरलाई